मम्मी सँगै जाने भनेको थियो घरमा मम्मी ढिलो हुनुभएको कारणले म गएँ घर अनि मम्मीले के भन्नु भने मलाई त जाँदै गर अनि म घर आइसकेँ आइज भन्नुभयो म आज गएको भए हामी दुईटालाई मारिरहेछौँ उहाँले अनि यसको मेन कारण चाहिँ पुलिसलाई त्यो बालाजु चौकीमा 5 चोटि अनि जिल्ला अदालतमा आज हामी बिहानै बुझिरहेको डिभोर्सको अनि डिभोर्सको हामीलाई 3 तारिकको दिएको थियो अनि त्यही उहाँले त्यो सहन नसकेर आज सधैँ मार्छु भनेर मार्नु भएको आज यो प्रहरी के हो कि कमजोरी उहाँसँग साथी छ प्रहरी बीचमा घर पुगेर बुझ्नु गाह्रो त सानो बाबु र एउटा फुच्ची के थियो घरमा अनि यहाँ घरमा कोही पनि छैन भने त यो पनि म बाटोमा थियो अनि छैन भने चाहिँ नदेखेपछि यो अफिसबाट आउँदै होला भनेर उसले बाटोमा बसेर ढुकेर बसेको रहेछ बाटोमा ढुकेर बसेको कारणले अनि छुरी लगेर उसले आउँदा आउँदै आफ्नो स्कुलमा आउँदा आउँदै गयो नि उसलाई बाटोमा देखेपछि एउटा गल्लीबाट अब यसलाई मलाई केही न केही गर्छ भनेर एउटा गल्लीबाट भित्र पस्न लाग्दाखेरि उसले लहर्दै गएछ गल्ली सकेपछि अनि छुरी हानेर उसले मारेछ हामीलाई मिडियामा पटक के भन्छ छोरालाई मारिदिन्छ उसले पनि के भन्छ हामीलाई पनि तेरो आमा छोराको पनि मेरो परिवार माइती देख्नुबाट लिएर मेरो छोरा म देख्नुबाट लिएर तेरो आफन्त जति मलाई एकजनालाई मैले बात दिने भनेको छ उसले उहाँ चाहिँ बाहिर छुट्यो भने हाम्रो ज्यानको सुरक्षा कसले लिन्छ सरकारले लिने कि पुलिसले लिने कि त्यसको हामीलाई सुरक्षा छैन आफ्नै बुढीलाई मार्न सक्छ भने त हामी त आफन्त प्रहरीले जति नेपाली ब्रो भन्छ अङ्गाला मार्छ नेपाली ब्रो भन्छ अङ्गाला मार्छ प्रहरीले पुरै घाँटी काटेको रहेछ यसरी बोकेर तपाईँको अब अनलाइनमा नाम छ भन्दैमा मान्छेले कुट्दै मार्दै हिँड्न पाउँछ त त्यो भयो भने हामी पनि अब नाम कमाउने मान्छेले मार्दै हिँड्न पाउँछ त हामीले पनि त्यो हामीलाई सुरक्षा नै हुनु पर्यो नि त उहाँलाई भनेपछि त प्रहरीले त गएर अङ्गालो मार्ने फोटो खिच्ने ओहो नेपाली ब्रो भन्ने अनि भिक्टिमले गएर मलाई यसो पीडा छ भनेर पोख्दाखेरि नि भिक्टिमको कुरा नसुन्ने अनि नेपाली ब्रो भन्दैसँग अब तपाईँको म्याच कहिले छ अस्ट्रेलिया कहिले जानुहुन्छ हामीलाई लग्नु यताति भन्ने कुरा गर्नु त्यो त होइन नि त प्रहरीले भिक्टिम जाँदा भिक्टिमलाई प्रोटेक्सन छैन प्रहरी भित्र अझै आर्मीलाई नै छैन मेरो नेपाली बुढो त तपाईँ कहिले आउने भन्ने तपाईँ कहिले विदेश जाने हामीलाई कहिले लानुहुन्छ पुलिसहरूले भन्ने कारण त्यो हो भने त्यो शब्द सुन्न आज आर्मीलाई मार्यो हाम्रो यसमा न्यायालयले छानबिन गर्दाखेरि नेपाली ब्रो मात्रै होइन कि न्यायालय अथवा हुन्छ नि यो प्रहरी चौकीहरू सुरक्षाकर्मीहरू पनि यसको छानबिनको दायरामा आउनुपर्छ भन्ने तपाईँको माग हो कि त्यो पर्यो किनकि उहाँले त लापरवाही गरेर आज मान्छेको ज्यान गयो नि त अब आर्मीको आज ज्यान गएको छ मेरो बहिनीलाई त्यसरी मारेर गुमायो अब भोलिको अर्को फ्यामिलीलाई कसैलाई पनि त्यस्तो नपरोस् भन्ने कारणले चाहिँ हामी त्यसको अर्थ त्यही अहिले भएको केटीलाई नै पर्छ कि के तपाईँको आज होइन अहिले त्यसले खेलाइरहेको केटीलाई नै पर्छ कि त्यसले मार्छ भन्ने नि अब एउटा आर्मी छैन त्यसलाई नेपाल आर्मीले नेपालमै सुरक्षा छैन आफ्नै बुढाले मार्छ भने हाम्रो त भोलि आएर जसले मार्न सक्छ त अब उसले हामीलाई मार्न सक्छ उसैको छ उसले बाहिर आएर मार्छ भने अनलाइनमा पटक मिडियामा पटक ऊ नआए तापनि हामीलाई कुनै उसले भनेको छ क्या बारम्बार म आउनु पर्दैन तँलाई मार्नलाई म आउनु पर्दैन तँलाई मेरो मान्छे लाएर पनि बारम्बार मेरो मान्छे लाएर पनि मेरो मान्छे धेरै छन् यस्ता मान्छे तिमीलाई मारेर सकेरै छोड्छु भनेको छ ल हाम्रो शाखा सन्तानलाई आफ्नो छोरालाई मारेर छोड्छु भनेको छ उसले अब एउटा अन्तिम कुरो मलाई यो खुलाइदिनु न जस्तो प्रकाश भुजेललाई यहाँ बोलाएकोले कसरी यहाँ आए कसरी थाहा पाए के विषयले आए अनि यो गाडी तोडफोड सम्बन्धको कुराहरूमा थोरै खुलाइदिनु न तपाईहरुको नजिक को छ त्यसले प्रकाश भुजेलको माने यसरी मिडियामा आउँथ्यो उसँग बसेर उसको घरमा गएर यसरी बसेको थियो उसको घरमा गएर यसरी केटी लगेर राखिरहन्थ्यो त्यसले कारणबाट यो पनि हुन यो पनि हो यसको खानदानी परिवार सबै हो भनेर हामीले भनेको हामीसँग छ हैन भाइटिकाको दिनमा मेरो बाबाले टिका लगाएर त्यसलाई टिका लाउनु गएको मान्छे मेरो दिदी थाहा मेरो बाबाले टिका लगाइदिएर भोलिपल्ट त्यो खातेलाई टिका लाउनु गएको त्यो के भएको त नि होइन मेरो दिदी कहाँ छ त भन्नु त तपाईँको अनलाइनमै आफ्नो छोरालाई मार भनेर आफ्नो साथीले मेरो साथी सुन्न यसलाई मार मेरो छोरा हो भन्दा को भन्दा मेरो छोरा हो भन्दा आफ्नो छोरालाई सुपारी दिने अरूलाई मार भनेर त्यो प्रमाण हामीसँग छ अनि त्यो आफ्नो छोरा बुढीलाई मार्छ भने हामीलाई भोलि जान सुरक्षा कसले दिने आफ्नै छोरालाई मेरो छोरालाई मार भनेर
उसले उसको यस्तै मारी मान्छे होला सुपारी दिएर तँलाई मैले कति चाहिन्छ रकम पछि म गरौँला तर मेरो यो त्यो छोरोलाई चाहिँ ठुलो छोरोलाई चाहिँ सिद्ध्या भनेर चाहिँ भनेर छ उनीहरूको त अब त गाह्रो भयो उनीहरूलाई बाउको सपोर्ट छैन आमाको सपोर्ट छैन उनीहरूलाई त अब कसले हेर्छ नेपाल अब नेपाल आर्मीले हेर्छ कि नेपाल सरकारले हेर्छ कि त्यो जसले लापरवाही गरेको पुलिस तिनीहरूले हेर्छ किनभने एउटा भएको घर पनि पुरै लोनमा छ हैन यो बच्चालाई कसले हेर्ने अब सानो बाबुले अहिलेसम्म हेरेकै छैन एउटा 17 पुरै 18 भर्खरमा टिकेको चाहियो हामीलाई होइन तपाईँहरूले पक्कै न्याय पाउनुपर्छ भन्नेमा हामी आवाज उठाइरहन्छौँ यो विषयमा चाहिँ। माइतीलाई थाहा नै नदिकन 6 महिना 7 महिना लुटाउनु भयो तपाईँहरू आफ्नै प्रश्न हामी काठमाडौँ बस्ने सपोर्ट गर्नु फाँसी हुनु पर्यो फाँसी चाहिँ हुनु पर्यो त्यसलाई मेरो दिदीलाई जसरी मारेको छ खातलाई पनि त्यसरी नै मार्नु पर्छ बालेन सरकारलाई चाहिँ यसरी घाँटी रेप्टेर हामीले मार्नु जेलमा जान पाएछन् हामी कुनै केही डर बालेन सरकारलाई चाहिँ के भन्न चाहन्छु भने आर्मीलाई नै सुरक्षित छैन आर्मीलाई नै उसको बुढाले मार्यो सुधार उसलाई नै मार्यो भनेपछि सोच्नु कि बालेन सर यहाँ कस्तो छ तपाईँले के गर्नु पर्छ अब आफै सोध्ने यति नै भन्न चाहन्छु त्यति के भएको छ थाहा छ उसलाई के भएको छ थाहा छ गाडी फुटाएको हुन्छ नि के भएको छ थाहा छ के भयो कसले भन्ने नेपाली ब्रो चिन्नुहुन्छ नेपाली ब्रोले उहाँको स्वास्नीलाई मार्नु भएको छ मेरो मम्मी नेपाली गोरो भन्ने छन् जुन अनि प्रकाश भुजेलले यता प्रचार गर्न आइरहेछ त्यो प्रचार गर्न त होइन नि हामी प्रचार गर्न आएको होइन सुनेपछि सुनेपछि होइन सिधै गाडी फुटायो भन्नु मिलेन पहिला बुझ्नु पर्यो नि त के भयो कसले के हो भन्दैन नि त यसको विषयमा चाहिँ। सिधै भिडियो बनाएर गाडी फुटायो भन्नु मिल्यो अनि भिडियो बनाएर गाडी फुटायो भन्नु मिल्यो गाडी चाहिँ कसले फुटा हामी त होइन नि त हामीलाई त केही पनि थाहा होइन नि त उनीहरू मिलेर मेरो मम्मी मार्ने अनि हामी केही गर्न नपाउने त्यो भएर चाहिँ हामीले कुटेर भयो पुलिसले लिएर नेपाली ब्रो चाहिँ कहाँ हुनुहुन्छ तपाईँको बुवा होइन बुवा चाहिँ कहाँ यति बेला है पुनः अवस्था भएको छ यति बेला रहेछ उहाँ है बाह्रजको पुलिसलाई हामीले अब उहाँबाट अब सोध्नुहोस् हजुरले कतिचोटि निवेदन दियो 5वटा निवेदन दिएछ ज्यान मुद्दामा अनि के भनेर के भनेर चौकीमा के भनेर आउँथे रे हामीलाई मार्थ्यो भनेर हामीले निवेदन दिएको चौकीमै भन्थे मार्थ्यो भनेर हजुरको बाबाले होइन हजुर त्यही पनि उहाँहरूको पुलिसले उनलेको के सिरियस लिएन नेपाली कुरो जाँदाखेरि ओ नेपाली कुरो आयो उहाँले त हामीलाई बचाएको एकचोटि अङ्गालहरूले के त भन्नुहोस् त उहाँलाई जाँदाखेरि अब यो हाम्रो यही मान्छे हो भन्दाखेरि उहाँले यसरी मारेको हेर्नु त आज यो घटना घट्यो भने हामी देखाउन सक्दैन है अफिसबाट घर गइरहनु त्यो मार्नीमा हात कस्तो छ खान्छ भाइ नेपाली अनि प्रकाश भुजेल छ अनि त्यसपछि केटीको नाम प्रतीक्षा आचार्य उसको फ्यामिलीले के भन्छ भने अनु अनि के रे रोजिना अनि उसको आमा उसको बाउ उसको भाइ बुझन परिवारले के भनेछ भने सर है यो केटीलाई मार यो केटीलाई मार अनि त्यो अर्को केटीलाई लिएर केटी नाम भन्नु भित्रै दिमा प्रतीक्षा आचार्य है त्यसको फोटो छ के भनेछ भने यसलाई मारेपछि हामी भित्र अलिक अर्को दोस्रो बिहे गरिदिउँला भनेछ है भनेको चाहिँ कसले आचार्यले के भनेछ भने त्यो घरदान परिवार मिलेर घर परिवारले मिलेर है आमा अनि उसको मेन झन् आमा छे है अनि त्यो प्रतीक्षा आचार्यले के भनेछ भने यो हेर तेरो बुढीलाई मार अनि तेरो बुढीलाई मारेपछि चोकेपछि म तेरो घरमा भित्रिन आउँछु त्यसलाई नमारेसम्म म भित्रिन सक्दिनँ भनेछ उसको आमाले के भन्यो भने मर्द भनेको एकजना बुढी होइन 2-4 बुढी लिएर बस्छ भनेर भन्थ्यो कि उसको आमाले छामाको आज उहाँलाई बोक्दाखेरि घाँटी काटेको बोक्दाखेरि छोरीले मेरो बाबु हो यो अनि उसको गाउँको घरमा लगेर 3 चोटिसम्म त्यो केटीलाई लगेर राखेपछि अनि उसको घरदार परिवारलाई सबैजनालाई थाहा थियो तै पनि त्यो सूचना बहिनीलाई दिएन अनि उसले सुध्रियोस् भनेर कति चोटिसम्म मेरो बहिनीले उसलाई चाराख दिएको हो चाराख
दिन पनि ऊ सुध्रिने ऊ नै गरेन दिनकै आउने हातपात गर्ने यो छोरोलाई पिट्ने त्यो बहिनीलाई पिट्ने निल डाम त्यो वरिपरिको छिमेकीलाई हजुरहरूले सोद्धा पनि थाहा हुन्छ यहाँ हुनुहुन्छ राजनीति पिट्ने हो हजुरले थोरै स्पष्ट बनाइदिनु न यो बारे हप्ता दिन अगाडिको पिरियड बारम्बार तपाईँको उजुरी दिइरहेको हो होइन उजुरी दिँदाखेरि उहाँलाई पनि मेन कुरो प्रशासनले पनि कमजोरी हो खास चाहिँ पछि चौकीको पनि लापरवाही हो यसमा बचाउन भनेर गयौँ त्यहाँ सर यो अस्ति हप्ता 10 दिन अगाडि यसरी कुट्नु भएको थियो कुटेर यो साइड गएको होइन यो साइड जाँदाखेरि पुलिसहरूले के भन्छ नि ओहो नेपाली ब्रो भन्नुहुन्छ अङ्गालो मारेर हात खिचेर फोटो खिच्नुहुन्छ खुकुरी हानेर छ तपाईँको घाँटीमा लगभग यति काटेछ तपाईँ 4 दिलाउनु पर्यो त्यसरी भयो भने त तपाईँको चाहिँ के भएर बारम्बार आज चौकीले प्रशासनले अलिकति सिरियस लिएको भए आज यो घटना त घटिदिएन नि प्रकाश भुजेलको घरमा एकचोटि सम्बन्ध खुलाइदिनु न किनकि उहाँ जहिले पनि मेरो बहिनी भन्ने अथवा मेरो ज्वाइँ भन्ने यो मिडियामा धेरै आइरहेछ के यो खास के हो भुजेल हो हामी भुजेल हो ऊ पनि भुजेल भएको कारणले उसले बनाएको अनि एकचोटि मेरो बहिनीले पनि तिहार र दसैँमा टिका लाउनु भनेर बोलायो यतिचोटि दसैँ र तिहारमा टिका लायो टिका लगाएको दाइ हो बनाएको है यिनीहरू पनि जान्थ्यो जाँदाखेरि त्यति गर्दा पनि मेरो बहिनीले बारम्बार पिटाइ खाएर त्यो केटीलाई लगेर घरमा बारम्बार उसको त्यो प्रकाश भुजेलको घरमा लगेर राख्दा पनि उनीहरूको बेडरुममा लगेर रातै बिताउँदा पनि आज यो बहिनी तेरो के अरे यहाँ बुढाले यसरी केटी लिएर मेरो घरमा राखेको छ भने सूचना कुनै दिन नदिने कारण किन उसले छुपायो अनि उसले मिडियामा भन्छ बारम्बार मेरो बहिनी मिलाउनु पर्छ उसले केटी उसको घरमा लगेर राख्ने पहिला उसको त्यो केटीलाई ल्याएर कोठामा ल्याएर राख्नु प्रकाश भुजेलले यो चाहिँ पोखरामा रङ्गे हात होटेलमा समात्दा फेरि प्रहरीले के भन्यो नि रङ्गे हात भित्र बस्न पाउँछ अरे प्रहरीहरूले भनेको के अरे केटा र केटी भित्र बस्न पाउँछ अरे रङ्गे हात नसमातेसम्म पनि भए अरू बेलामा दुःख गरेर खाने जुन महिलाहरू हुन्छ जुन अरू काम यो होटेलमा के अरे खानेलाई शङ्खाको भरमा त्यसै अहिलेसम्म 1 रुपियाँ खान पाएको छैन यो बच्चा यत्रो 18 वर्ष भयो मेरो बहिनी जागिर खाएर अहिले 22 वर्ष पुग्यो यही बाल बच्चा होला बहिनीले एकचोटि सानसानो गएर आएर जग्गा किनेर ब्यारेकबाट लोन निकालेर ल्याएर घर बढायो अझ पनि लोन छ यो दुईटा बच्चालाई उसले पाल्ने पोस्ने खुवाउने इत्यादि मेरो बहिनीले गरेको उसले 1 रुपियाँ पैसा पनि अहिलेसम्म दिएको रेकर्ड छैन यत्रो छोरोबाट हजुरहरूले सोध्दा हुन्छ सुन्नु त दिजु रङ्गे आमै छरपस्ट छ यो नेपाली रुमबाट हैन अब त्यहाँबाट चाहिँ हाम्रो अभाइलेबल गराइदिनु है अहिले पठाइदिनु रुमबाटै तपाईँ निस्किँदा फेरि प्रहरीले के भन्यो नि रङ्गे हात नसमातेसम्म हामीले के पनि गर्न मिल्दैन छ भने रुममा सुत्दा पनि मिल्ने किनभने बारम्बार मेरो मेरो दिदीको भएको छ दिदीको हालत यस्तो बारम्बार मलाई मार्छु धम्किदिएको छ मलाई मार्छु भन्छ म ड्युटी जान पनि सुरक्षित छैन घरमा पढ्न पनि सुरक्षित छैन भन्दा पनि अनि त्यो प्रहरी प्रशासनले नसुनेको कारण किन किन यो बारम्बार रेकर्ड त्यहाँ दिइरहेको छ सुरक्षित छँदै छैन भनेर आमा छोराको हाम्रो सुरक्षित छैन घरमा बस्ने सुरक्षित छैन म अफिस जान पनि सुरक्षित छैन भन्दा फेरि प्रशासन किन हेरेन यहाँ आउँदाखेरि मसँग छ होइन यो वाट्सएप गरिदिनु है आज मेरो बहिनीको हत्या भयो भोलि पनि मृत्युमा उहाँको नाम जोडिँदैन उहाँहरूमा आउँदाखेरि त माहौल उहाँले पनि गरब गर्नु पर्यो हामी एउटा हेर्दाखेरि पनि अहिले प्रकाश भुजेल तपाईँहरूको सम्बन्ध चाहिँ कस्तो छ सम्बन्ध केही पनि छैन हाम्रो त्यसो भए मिडियामा बारम्बार वा किन मेरो बहिनी भनेर भनिरहनु उसले त्यही एकचोटि टिका लगाएको उसले भुजेल थर भएकाले उसले बहिनी बनाएको हो अरू केही पनि छैन मैले
चिने पनि छैन त्यति हो त्यही भएर उनीहरूको किनभने उनीहरूद्वारा बारम्बार खानेले चाहिँ उसँग बस्ने उसँग डुल्ने भएको कारणले अनि बहिनी भनेर उसलाई चाहिँ बहिनी जोइन भनेर उसले चाहिँ त्यसरी गरेर चाहिँ क्या किनकि केही महिना अगाडि पनि त्यो भरे नेपाली ब्रोसर भेट्दाखेरि त्यति बेला उहाँले हामी मिलिसक्यो अब हाम्रो सम्बन्ध मिलिसक्यो अब फेरि हामी के अरे यो सबै गरेर बस्छौँ भन्थे छैन जस्तो कि उहाँले चाहिँ उनीहरू अलग अलग बसेकै पोहोर असारदेखिको अब असारले 1 वर्ष हुन्छ बसेको चाहिँ ऊ तलको रुममा बस्थ्यो अनि माथि जाँदाखेरि पिट्ने बाटो छेकेर पिट्ने ऊ उहाँहरू छिमेकी हो एउटै घर जोडेको छिमेकी छ उहाँहरू बार बसिसक्नु नै थिएन अब दुर्घटना त घटिसक्यो अब नहुने भइसक्यो होइन प्रशासनले पनि लापरवाही यसमा के होला छानबिनको पाटोहरू बन्छ प्रशासनले त गल्ती त 100 मा 100 नै छ अब स्पष्ट अब भनौँ न माग चाहिँ के राख्नुहुन्छ विशेष गरी तपाईँको माग चाहिँ आज मेरो पनि हत्या हुन्थ्यो किनभने